समय ख्याल गर्नु भएन भने तपाईँ आत्मिक आशिष र शारीरिक रूपमा पनि शारीरिक आशिषहरू पनि गुमाउनु हुनेछ भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हामीले वचन राम्रोसँग असल तरिकाले हामी सुन्नेछौँ। जे जस्तो आए पनि प्रभुको वचन हो, हामी त्यसलाई मनन गर्नेछौँ र हामी यी आउने वचनबाट धेरैभन्दा धेरै आशिषित हुनेछौँ। जय मसीह प्यारो सबैलाई। माइक्रोफोन पनि यहाँ थिएँ, यो पनि छोडेँ हजुर, मैले सम्झा गयो चाहिँ यहाँ थिएँ यो सलिँदै राखेर जानुपर्छ। धन्यवाद छ हाम्रो जेठानज्यूलाई आजको यो सेवालाई राम्रोसँग सञ्चालन गरिकन यो समयसम्म ल्याउनु भएको छ र सम्पूर्ण क्वायर टिमलाई पनि विशेष धन्यवाद छ। आजको आराधना सेवामा अगुवाई गर्नमा प्रभुले धेरै अनुग्रह र आशिष दिनुभएको छ र यहाँ सबैलाई जय मसीह। अब यदि मैले सुरुमै जय मसीह भनेन भने हामीले बिर्सिँदै रहेछन्। अनि तिमीले आज जय मसीह भनेनौ नि त वचन बाँड्दाखेरि भनेर भन्दै थियौ अस्ति नै। अनि मैले भने तिमीले बिर्सेको म के गर्नु त है। हुन्छ, प्रभुलाई महिमा भएको होस्। यो बुधबारको दिन पनि पुरा 2 घण्टा दिने यो धनबहादुर गुणलाई आज ठिक्क भएको छ, आधा घण्टा मात्रै भएको छ आज है। प्रभुलाई महिमा भएको होस्। आज मिति 2082 साल मङ्सिर महिनाको 6 गते, यो मङ्सिर महिनाको पहिलो शनिबार। यो मङ्सिर महिनाभरि हामी परमेश्वरको वचनबाट विशेष गरिकन महिलाहरूको बारेमा बाइबलमा उल्लेख गरिएका महिलाहरू जसले धैर्य गरे, जसले परमेश्वरमा चाहिँ विश्वास गरे, परमेश्वरमा आफ्नो भरोसा राखे, आफ्नो विश्वासद्वारा तिनीहरूले के कति इनामहरू चाहिँ प्राप्त गरे, ती सबै आशिषहरूको विषयमा यो हामी मङ्सिर महिनैभरि हामीले परमेश्वरको वचनबाट हामीले सिक्नेछौँ। परमेश्वरको वचनबाट हामी सबै कुराबाट हामी आशिषित हुनेछौँ। र यो सुन्दर बिहानीको समयमा जुन रुटिन तयार गरेर पहिलो पटक सुरुमै वचन बाँड्नको लागि मलाई जुन अवसर प्रदान गर्नुहुने हाम्रा बलराम पन्थज्यू, एल्डर बलराम पन्थज्यूलाई धेरै धन्यवाद छ। उहाँले धेरै मेहनत गरिकन उहाँले यो महिनाभरिको रुटिन तयार गर्नुभएको छ, जसले हामी हरेकलाई मार्गदर्शन गर्दछ। र यसै क्रममा म एउटा अर्को जय मसीहको पोको पनि तपाईँको समक्ष म टक्राउन चाहन्छु। हाम्रो युवना छोरा मार्फत यहाँ मलाई प्राप्त भएको छ। पारी हात्तीगौडाको सदस्य भाइ शेरकल तामाङले उहाँले चाहिँ यो सम्पूर्ण सिद्धि मण्डली परिवारलाई जय मसीह पठाउनु भएको छ। जय मसीह ग्रहण गरिदिनुहोस्। हुन्छ, यो सुन्दर बिहानको समयमा अब हामी यताउता नबोलिकन म सिधै परमेश्वरको वचनतर्फ म लाग्न चाहन्छु। र त्योभन्दा अगाडि म तपाईँलाई एउटा सुझाव दिन चाहन्छु। तपाईँहरू कतिजनाले मोबाइल बोकेर आउनुभएको छ? हात उठाउनुहोस् त। कतिजना बोक्नु भएको छ मोबाइल? हस्, धन्यवाद। मलाई के लाग्छ भने जब हामी आराधनामा बस्छौँ, ट्याङ 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 टुई 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 कुई 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 मोबाइल बज्छ। मलाई साह्रै नमिठो लाग्छ। हामी परमेश्वरको भवनभित्र बसिरहेका हुन्छौँ, हामीले ती कुरालाई हामीलाई एकदमै डिस्टर्ब गर्छ। अनि तपाईँहरू कतिजनाले त्यो मोबाइल जोसँग छ त्यसलाई साइलेन्ट बनाउन जान्नुहुन्छ? भन्नुहोस् त। साइलेन्ट भनेको नबोल्ने क्या, चुप्प लाग्ने। कति जान्नु भएको छ त्यो साइलेन्ट मुडमा राख्नु? म तपाईँलाई के सुझाव दिन्छु भने, ठिक छ तपाईँ मोबाइल ल्याउनुहोस्, तर मोबाइलमा फोन आएको, कल आएको केवल तपाईँलाई मात्रै थाहा होस् के, त्यो अरूलाई थाहा नहोस् के। त्यस्तो पनि तपाईँले बनाउन सक्नुहुन्छ नि त, सक्नुहुन्न र? या छ नि त्यो अप्सन छ नि त्यहाँ, होइन? तपाईँ खल्तीमा राख्नुहोस्, आवाज गर्दैन, ढ्यार हेइ गर्छ होइन, तपाईँ झनन झनन गराइदिन्छ, थाहा भइहाल्छ त तपाईँलाई है। कृपया त्यस्तो गराउनुहोस् न है ल, आउँदो हप्ताबाट ल ज्ञानी है। हस्, प्रभुलाई धन्यवाद। परमेश्वरको वचनमा हामीले थुप्रै महिलाहरूको विषयमा हामीले उल्लेख गरेको हामीले
पढ्छौँ हामीलाई थाहा छ र धेरै आशिषित महिलाहरूको विषयमा हामीले परमेश्वरको वचनमा हामीले पढ्न पाउँछौँ। अब्राहमको श्रीमतीको नाम के थियो होला भन्नुहोस् त दिदीहरू? सारा। त्यसपछि म अर्को एउटा क्लु दिन्छु, क्लु। छोरा मान्छेहरू भन्नुहोस् है, जब इस्राएलीहरू यर्दन नदी पार गरे, जब उनीहरूले चाहिँ त्यसलाई चाहिँ आक्रमण गर्दै थिए र त्योभन्दा अगाडि चाहिँ इस्राएलीहरू गएर उनीहरूले जासुसी गरेका थिए त्यो देशको, र त्यो जासुसी गर्ने क्रममा उनीहरू कसको घरमा बास बसेका थिए होला भन्नुहोस् छोरा मान्छेहरू? हो, राहाब। गुड। र यस्तै यस्तै 4-5 स्त्रीहरूको विषयमा म भन्ने प्रयास गर्नेछु। मसँग समय धेरै छैन, अब 40 मिनट भइसक्यो है। अब यो ठ्याक्कै 10 बजे भन्दा सबैको ध्यान उतैतिर जान्छ। हामी सबै धेरै थाकेका छौँ। यति मजाले कुर्सीमा बस्यो भने हामी निद्रा पनि लाग्छ। तर अबको 5, 10, 15, 20 मिनट एकदमै ध्यान दिएर सुन्नु होला। म टाइममै म के गरिदिन्छु, म मेरो वचन सिद्ध्याउँछु। सबैभन्दा पहिला हामी साराको बारेमा हामीले हेर्नेछौँ अलिकति। हामीलाई थाहा छ सारा अब्राहमका श्रीमती थिए र साराको स्वभाव हामीलाई थाहा पनि छ। परमेश्वरले प्रतिज्ञा गरेको धेरै वर्षपछि, 25 वर्षपछि परमेश्वरले आफ्नै आधिकारिक पुत्र दिनुभएको थियो। त्यो पर्खने क्रममा सारालाई छटपटी पनि भएको थियो। छटपटी भएको कारणले गर्दा नै आफ्नो दासी अब्राहमलाई श्रीमतीको रूपमा दिएकी थिइन्, जसद्वारा इस्माइलको जन्म भएको थियो। बाइबलमा अङ्ग्रेजी भाषामा चाहिँ सारा SARAH भनेको सारा भनेको छ क्या। अनि हाम्रो नेपालीमा चाहिँ सारा भनेको छ, अनि साराई भनेको छ। यो यसको अर्थ चाहिँ के हो त भन्दाखेरि राजकुमारी हो। है, साराको अर्थ के रहेछ? राजकुमारी। ध्यान दिनु ल तपाईँले। र हामी देख्छौँ कि सारा अब्राहमको साथ हिँडेकी थिइन्, अब्राहमसँग पनि हिँडेकी थिइन्। अब्राहमको श्रीमती भएको कारणले अब्राहमलाई साथ दिएकी थिइन्। तर एकाध कुराहरूमा मात्रै उनलाई अलिकति सङ्कोच लागेको थियो, शङ्का लागेको थियो। के विषयमा त भन्दाखेरि परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्नुभन्दा अगाडि उहाँले आफ्ना दूतहरू पठाएर सन्देश पठाउनु भएको थियो, सन्देश दिन आउनुभएको थियो। तर त्यो कुरा सारालाई पत्यार लागेको थिएन र उनी उता परको तम्बुमा बसेर उनी हाँसेकी थिए। अर्को वर्ष आउँदाखेरि साराको काखमा छोरा हुनेछ भन्दाखेरि उनलाई पत्यार लागेको थिएन। उनी मजाले त्यो नपत्याएर उनी हाँसेकी थिइन्। त्यस्तै प्रकारको महिला थिइन्, तर परमेश्वरले उनलाई आशीर्वाद दिनुभएको छ। पहिला हामी देख्छौँ कि सारा बाँझी थिइन्। उत्पत्ति 11 अध्यायको 30 पदले भन्छ सारा बाँझी थिइन्, उनको कोख बन्द थियो। तर परमेश्वरले अचम्मको काम गर्नुभयो। त्यही भएर परमेश्वरको वचनले भन्छ कि परमेश्वरलाई कुनै कुरा के छैन, कठिन छैन, उहाँले सबै कुरा सम्भव छ। यही शब्द नयाँ करारमा पनि दोहोऱ्याइएको छ, जो मरियमसँग हुने क्रममा। र जब परमेश्वरले प्रतिज्ञा गर्नुभयो, पछि हामी देख्छौँ कि साराले त्यसलाई विश्वास साथ उनले ग्रहण गरिन् र परमेश्वरले पुरस्कारको रूपमा एउटा अब्राहम र साराको जीवनमा चाहिँ उत्तराधिकारको रूपमा इसहाक छोरा दिनुभएको छ, र जसद्वारा हामी देख्छौँ पछि याकुबको जन्म भयो। तत्पश्चात 12 कुल इजरायल कुलहरूको चाहिँ
त्यहाँ विस्तार भएको परमेश्वरले त्यसरी चाहिँ आशीर्वाद दिनुभएको छ। र सारा नितान्त परमेश्वरमा भरोसा गर्ने स्त्री थिइन्। कल्पना गर्नुहोस्, यो संसार स्त्री बिना विकास वृद्धि भएको छैन। यदि विकास वृद्धि हुने भएको भए परमेश्वरले आदमलाई सृष्टि गर्नुभएको थियो नि त, छोरा मान्छेलाई, होइन? कति वर्ष आदम एक्लै बस्यो होला? हामी त उत्पत्ति पुस्तकमा त केही क्षणमा त्यहाँ देख्छौँ, होइन? परमेश्वरले आदमलाई बनाउनु भयो, ऊ आदम एक्लै थियो, अनि ऊ चाहिँ पशुसँग हिँड्थ्यो, अनि पशुको नाम राख्थ्यो, पशुलाई हेरचाह गर्थ्यो, त्यसो भनेको छ। तर ऊ आदम पश्चात परमेश्वरले हव्वालाई कति वर्षपछि बनाउनु भयो भन्ने कुरा त्यहाँ लुकाइएको छ, त्यहाँ भनिएको छैन, हामीलाई थाहा छैन। हुनसक्छ आदम धेरै वर्ष ऊ एक्लै हिँड्यो, किनभने परमेश्वरले उसलाई सृष्टि गर्नुभयो। पहिला आदमलाई, छोरा मान्छेलाई परमेश्वरले सृष्टि गर्नुभयो र ऊ जता जान्छ ऊ एक्लै थियो, होइन? कयौँ वर्ष बित्यो होला, त्यो हामीलाई परमेश्वरको वचनमा बताइएको छैन। परमेश्वर वचनले के भन्छ भने जुन कुरा परमेश्वरको वचनमा प्रकट गरेको छ त्यो कसको लागि हो? तपाईँ हाम्रो लागि हो। जुन कुरा प्रकट गरेको छैन त्यो के हो? परमेश्वरको। अनि हामी देख्छौँ कि परमेश्वरले जुन आशीर्वाद दिनुभयो, जो साराको जीवनकालमा, त्यो चाहिँ उनको परमेश्वरप्रतिको जो विश्वासको कारण थियो, उहाँमा स्थिर रहनुको कारण थियो। र हामी देख्छौँ कि अब्राहमले साराको कुरा सुनेका थिए, किनभने परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभएको थियो। अनि त्यही क्रममा हामी त्यहाँ देख्छौँ, त्यसबाट नै बल्ल सबै कुरा चाहिँ के भएको छ? वृद्धि हुँदै गएको छ। परमेश्वरले आदमलाई मात्रै सृष्टि गरेर धेरै वर्ष बितिसकेको थियो, तर त्यहाँ स्त्री थिएन। परमेश्वरले योजना गराउनु भयो, अनि त्यो योजनाबाट हामीले देख्छौँ कि हव्वालाई सृष्टि गरेर यो संसारलाई पूर्ण बनाउनु भएको छ। त्यही भएर श्रीमान, श्रीमती, स्त्री, पुरुष सबैको के छ? बराबर भूमिका छ। यहाँ स्त्री बिनाको पुरुषको कुनै अर्थ छैन, पुरुष बिनाको स्त्रीको पनि कुनै अर्थ हुँदैन। अनि सबैलाई परमेश्वरले समान बनाउनु भएको छ र यसरी नै परमेश्वरले के गर्नुहुन्छ? सबलाई आशिष दिनुहुन्छ। र यसरी हामी देख्छौँ कि सारालाई परमेश्वरले आशिष दिनुभयो र उनी के भयो त भन्दाखेरि साराको अर्थ के हो? सबै जातिको आमा। हव्वा को थिइन्? सबै मानिस जातिकी आमा थिइन् भने सारा चाहिँ सबै जातिको आमा थिइन्, जसद्वारा के भयो? परमेश्वरले सारा संसारलाई उहाँले आशिष दिनुभएको छ। र यसरी हामी देख्छौँ कि सारा एउटा परमेश्वरबाट आशिषित हुने एउटा महिला थिइन्, एउटा स्त्री थिइन्। र त्यस्तै क्रममा आज परमेश्वरले तपाईँहरूलाई पनि आशिष दिन चाहनुहुन्छ। अनि दोस्रो महिला को थिइन्? अघि नै भनिहाल्नुभयो, को रहेछ? राहाब। राहाबको अर्थ चाहिँ के हो त भन्दाखेरि हिंसा। बुझ्नुहुन्छ? हिंसा अथवा अर्को अर्थ चाहिँ घमण्ड। राहाबको अर्थ चाहिँ त्यो हिंसा अथवा घमण्ड। यो कथा चाहिँ बडो चाखलाग्दो छ, यो घटना बडो चाखलाग्दो छ। त्यो कनान देशमा इजरायलीहरू रहस्य लिन गएका थिए, त्यहाँको गुप्तचर गर्न गएका थिए। त्यहाँका मान्छेहरू कसरी बसिरहेका छन्, त्यो मान्छे चाहिँ अहिले के छ अवस्था, कस्तो छ अवस्था, त्यो सबै कुरा बुझ्नलाई हामी त्यहाँ देख्छौँ कि मानिसहरू त्यहाँ गएका थिए, चियो चासो गर्न गएका थिए त्यो ठाउँलाई।
अनि त्यो ठाउँमा चाहिँ एउटा स्त्रीको घरमा ती जासुसहरू बसेका थिए। ती स्त्री कस्तो थिइन् त भन्दाखेरि परमेश्वर वचनले भन्छ उनको पेसा के थियो? के थियो? दिदीबाट कसैलाई थाहा छ भन्नुहोस् त, पेसा के थियो? वेश्या थियो। कति नराम्रो शब्द है। वेश्यावृत्ति गर्ने पेसा भएको त्यो स्त्रीको घरमा ती गुप्तचरहरू गएर बास बसे। उनी वेश्या भए तापनि उनमा चाहिँ के थियो त भन्दाखेरि परमेश्वरमा विश्वास चाहिँ उनमा थियो। पावलले भन्छन् नि, परमेश्वरले सबैभन्दा घिनलाग्दो, सबैभन्दा काम नलाग्ने, सबैभन्दा थर्ड क्लास गर्ने चिजलाई परमेश्वरले के गर्नुहुन्छ? चुन्नुहुन्छ, छान्नुहुन्छ। अहिलेको समयमा, अहिलेको जमानामा त त्यो वेश्या भनेर के गर्छ हामीले? गाली गर्छौँ नि त होइन? एउटा छिछि दूरको शब्दले त्यो पनले हामी चाहिँ के गर्छौँ? घृणाको भावले हामी के गर्छौँ? त्यो शब्द ओक्याल्छौँ, गाली गर्दाखेरि भन्छौँ नि हामी होइन? तर त्यस्तो महिलालाई परमेश्वरले चुन्नुभयो। उसलाई विश्वास थियो। त्यही भएर हामीले देख्छौँ कि राहबले के भनेकी छिन् भने जब ती दुई जासुसहरू उनको घरमा गए, तिनले के भनेकी छिन् भने मलाई थाहा छ कि परमेश्वरले के गर्दै हुनुहुन्छ, यो सारा हाम्रो देश तपाईँ इस्राएली जातिहरूलाई उहाँले दिँदै हुनुहुन्छ भनेर उनले घोषणा गरेकी थिए ती जासुसहरूको अगाडि। उनलाई थाहा थियो। कसरी थाहा थियो भने उनले परमेश्वरको विषयमा सुनेको थिए र परमेश्वर उनले विश्वास गरेकी थिए। त्यो कारणले गर्दा उनको आफ्नो विश्वास ती जासुसहरूको बिचमा उनले प्रकट गरेकी थिए र त्यही विश्वासको कारणले गर्दा नै उनको के भएन? क्षति भएन। हामी देख्छौँ यहाँ बडो यो अर्थपूर्ण छ यो राहबको विषयबाट। हामीले देख्छौँ कि ती इजरायलीहरू जब कनान देशलाई आफ्नो अधीनमा गरे, सबैलाई चाहिँ ध्वस्त बनाइकन आफ्नो अधीन गर्दै थिए, त्यहाँ हामीले देख्छौँ कि जासुस र त्यो राहबको बिचमा सम्झौता भएको छ। र हामी देख्छौँ कि त्यो राहबले बडो लामो पटुका कम्मरमा बाँधेकी थिइन्। कस्तो पटुका? रातो रङको पटुका। अहिलेका दिदीबहिनीहरू त सलको पटुका लगाउनुहुन्छ होइन? पहिला म सानो हुँदा मैले सुन्ने गर्थेँ 12 हातको पटुका अरे, 12 हातको फन्दै सानो कम्मरको त्यो कति फन्का लगाएको जस्तो यत्रो हुन्थ्यो है। अनि को गाग्री बोक्न नि सजिलो हुन्थ्यो, घैँटे बोक्न नि सजिलो हुन्थ्यो होइन? कम्मरमा यसरी ढल्काएर। अब त सलका अबका दिदीबहिनीहरू त सलका पटुका लाउनुहुन्छ, निकै को बोक्न मिल्छ। अनि त्यो रातो पटुका राहबले आफ्नो कम्मरमा पेरेकी थिए। अनि ती दुई जासुस र ती राहबको बिचमा सम्झौता भयो। जब तक राहबले भनिन् जब तपाईँहरूले देशमा आउनुहुन्छ, यो देशलाई आक्रमण गर्नुहुन्छ, आफ्नो बनाउनुहुन्छ, त्यो क्रममा अवश्य पनि यहाँ लडाइँ हुन्छ, भिडन्त हुन्छ। तर त्यो बेलामा हामीलाई चाहिँ जोगाउनु है, मलाई चाहिँ जोगाउनु भनेर राहबले भनेकी थिए। र ती जासुसले के भने त भन्दाखेरि जब हामी देशमा प्रवेश गर्छौँ तिमीले के गर्नु? तिमीले त्यो लगाएको पटुका यो घर माथिबाट तलसम्म के गर्नु? त्यो रातो पटुका चाहिँ झुन्डाएर राख्नु। अनि जब हामी लडाइँ गर्न आउँछौँ तिमी अनि तिमी लगायत तिम्रो जो आफन्त जो छ यो घरभित्र बस्यो भने त्यो रातो पटुका झुन्ड्याएर यो घरलाई चाहिँ हामी के गर्ने छैनौँ? आक्रमण गर्ने छैनौँ। यो घरलाई हामी चाहिँ क्षति गर्ने छैनौँ। यो घरमा हामी प्रवेश गर्ने छैनौँ। अनि तिमी सुरक्षित हुनेछौ भनेर ती जासुसले प्रतिज्ञा गरे। अनि पछि गएर हुन पनि त्यस्तै भयो। र यो रातो पटुकाको बडो गहिरो अर्थ छ। यो रातो पटुका अनि यसको त्यो
झुन्डाइको त्यो घरभित्र पस्नुको अर्थ तपाईँ विचार गर्नुहोस्। जब इजरायलीहरू मिश्र देशमा थिए, जब उनले त्यो रातो रगत त्यो ढोकामा लगाए, त्यो घरभित्र पसेको जति के भयो? बाँचे। अब अहिले आएर जो यो रातो के हो? यो येशूको रगत हो। जसले यो येशूको रगत भित्र बस्छ, रगत लगाएको घरभित्र बस्छ, त्यसो के हुँदैन? क्षति हुँदैन। तपाईलाई रगत येशूको रगत पोतेको छ, मलाई रगत येशूको रगतले पोतेको छ। अनि शैतानले के गर्न सक्दैन? हानि नोक्सानी गर्न सक्दैन। र जो प्रभु येशूमा विश्वास गरेर परमेश्वरको राज्यमा प्रवेश गर्छ, त्यसलाई के गर्ने छैन? पातालले कुनै हानि गर्ने छैन भनिकन प्रकाशको पुस्तकले भन्छ। र हामी देख्छौँ कि राहाब त्यति मात्र नभइकन उनले त्यो विश्वास गरेको कारणले उनलाई विश्वासको पात्रहरू मध्येमा उनलाई गनियो। हिब्रू 11 को 31 पदमा चाहिँ त्यहाँ वर्णन गरेको छ। र राहाबको विषयमा याकुबले पनि उनले उद्धृत गरेका छन्, वर्णन गरेका छन् कि उनको विश्वासको कारणले गर्दा उनी बाँचेका थिए, उनले उद्धार पाएका थिए, उनलाई कुनै क्षति भएको थिएन। अनि जसले छिर दूर गरियो, उनी राहाब, उनी चाहिँ ख्रिस्टको वंशावलीमा उनलाई गनिएको छ। नपत्या तपाईँ मत्ती 1 अध्यायको 5 पद तपाईँ त्यहाँ हेर्नुहोस्, त्यहाँ राहाब प्रभु येशूको वंशावलीमा चाहिँ त्यहाँ वर्णन गरिएको छ। यसरी चाहिँ हामी देख्छौँ कि राहाब आफ्नो विश्वास उनले कति परमेश्वरसँग चाहिँ उनले प्रकट गरे, त्यो विश्वासको कारणले गर्दा उनी बाँचेको कुरा चाहिँ हामी त्यहाँ देख्छौँ र उनको कुनै हानि नोक्सानी भएको छैन। अब तेस्रो महिला भनेको रुथ हो। रुथ त्यस्तो स्त्री थिइन् जसले उनी आफू अर्को देशको भए तापनि उनी मोआबी थिइन्। अब यो मोआब भनेको हो भन्ने विषयमा अलिकति वर्णन गर्दै जाने भने अब समय छैन, 5 मिनट, अब यहाँ 3 मिनट मात्रै बाँकी छ। उनी मोआबी स्त्री थिइन्, उनी इजरायली स्त्री होइन, तर इजरायलीसँग उनको विवाह भएको थियो। दुर्भाग्य के भइदियो त भन्दाखेरि उसको श्रीमान मर्यो। र हामी देख्छौँ कि उनी दुईजना बहिनी, उनी जेठानी देवरानी थिए, रुथ चाहिँ जेठानी थिइन्। र अब सासू फेरि अब इजरायलतिर फर्किने विचार गरिन् र उनले आफ्नो दुईटी बुहारीहरूलाई भनिन्, हेर बुहारीहरू, अब मेरो दुईटै छोराहरू बिते, अब म मेरो इजरायलमा फर्किँदैछु, तिमीहरू आफ्नै देशमा यही मोआबमै बस, बरु यही मोआबकै दाजुभाइसँग पुरुषहरूसँग तिमी विवाहबारी गर, आफ्नो घरजम गर भनेर नाओमीले भनेकी छिन्। तर रुथले के सङ्कल्प गरिन्? होइन, म तपाईँसँगै जान्छु, है, म तपाईँसँगै जान्छु, तपाईँको देश मेरो देश हुनेछ, तपाईँको मानिस मेरो मानिस हुनेछ, तपाईँको परमेश्वर मेरो परमेश्वर हुनेछ, तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जान्छु, तपाईँ जहाँ मर्नुहुन्छ म त्यहीँ मर्छु भनेर रुथले सङ्कल्प गरेकी छिन्। र त्यो सङ्कल्पको कारणले गर्दा, त्यो उनको त्यो विश्वासको कारणले गर्दा हामी त्यहाँ देख्छौँ उनलाई परमेश्वरले आशीर्वाद दिनुभयो, आशिष दिनुभयो। र उनी पनि हामी देख्छौँ कि ख्रिस्टको वंशावलीमा गनिएकी छिन्। रुथ को थिइन् त भन्दाखेरि दाउदको हजुरआमा थिइन्, है, दाउद राजाको हजुरआमा भइन्। र यसको बारेमा तपाईँले पढ्न चाहनुहुन्छ भने रुथको पुस्तक 1 अध्यायको 14 देखि 18 पदमा त्यहाँ रुथको सङ्कल्प छ। त्यहाँ उनको दृढ विश्वासको कारणले गर्दा, परमेश्वरमा राखेको भरोसाको कारणले गर्दा उनले आशिष पाएकी छ। र यसरी उनले चाहिँ ख्रिस्टको वंशावलीमा गनिएकी छ। अब अर्की चौथो स्त्री भनेको एस्थरको बारेमा। एस्थरको बारेमा तपाईँ हामी हरेकलाई थाहा छ। यसको अर्थ के हो त भन्दाखेरि एस्थरको अर्थ चाहिँ तारा।
तारा के कहाँ चम्कन्छ? आकाशमा चम्कन्छ। हामी देख्छौँ जब यो एस्तरको पुस्तकलाई हामीले पढ्छौँ, त्यहाँ इजरायलीहरूलाई बडो सङ्कट परेको थियो। उनी रानी थिइन्, राजमहलमा बस्थिन्, यहुदी भए तापनि। तर हामी देख्छौँ कि त्यहाँ सारा इजरायली जातिहरूलाई सङ्कट आइपरेको थियो र त्यहाँ देख्छौँ उनले पनि एउटा सङ्कल्प गरिकन उनले विश्वास परमेश्वरमा आफ्नो भरोसा राखेर सङ्कल्प गरेर विश्वास गरेको कारणले गर्दा त्यहाँ हामी देख्छौँ सारा यहुदीहरू बाँचेको छ। यदि उनको विश्वास नभएको भए, परमेश्वरमा आफ्नो भरोसा नराखेको भए, उनले उपवास नगरेको भए सायद इजरायलीहरू त्यहाँ सबै नष्ट हुन्थ्यो होला। र परमेश्वरमा आफ्नो भरोसा विश्वास भएको कारणले गर्दा नै उनले त्यो आफ्नो विश्वास र सङ्कल्पको कारणले गर्दा सारा इजरायलीहरूलाई उनले बचाएका छन्। एस्तरको पुस्तक 4 अध्यायको 15 अनि 16 पदमा यो घटना हामीले चाहिँ पाउँदछौँ। अब अन्तिम महिला, आजको मैले बोल्ने क्रममा अन्तिम महिला चाहिँ को हुन् त भन्दाखेरि येशूकी माता मरियम भन्ने वचन गाउँछ हामीले, होइन? येशूकी माता मरियम, येशूकी आमा। यो विषयमा त तपाईँ हामीलाई राम्रोसँग थाहा छ। धेरैलाई है आइसक्यो, हामी जराजर उठ्नेछौँ अनि घर जानेछौँ प्रार्थना गरेर। परमेश्वरले मरियमलाई एउटा आशिषको पात्र बनाउँदै हुनुहुन्थ्यो। मरियम योसेफसँग उनको मगनी भइसकेको थियो। अब योसेफको उनी एउटा श्रीमती थिइन्, तर त्योभन्दा अगाडि हामी त्यहाँ देख्छौँ परमेश्वरले आफ्नो प्रतिज्ञा त्यो इजरायली जातिलाई मात्रै नभइकन सारा संसारको उद्धार गर्नको लागि उद्धारकर्ताको जन्मको योजना परमेश्वर गर्दै हुनुहुन्थ्यो र जसबाट हामी देख्छौँ प्रभु यीशु ख्रीष्टको जन्म भयो। अब निकट भविष्यमा हामीले क्रिसमस मनाउँदैछौँ र उनी मरियमलाई यो सन्देश दिएको छ। लुकाको पुस्तकमा जब स्वर्गदूतले सन्देश लिएर आए, उनलाई विश्वास लागेको छैन, सारालाई जस्तै पत्यार लागेको थिएन। त्यो कसरी हुन सक्छ भनेर चाहिँ त्यहाँ उनले प्रश्न गरेकी छिन्। तर स्वर्गदूतले सारा वर्णनहरू दिएर उनलाई सम्झाएको कुरा चाहिँ हामीले त्यहाँ देख्छौँ। र यसरी यी स्त्रीहरू परमेश्वरमा आशा राख्ने, परमेश्वरमा भरोसा राख्ने, अनि उनीहरू एउटा आशिषको कारण बनेका थिए। र त्यही भएर आज तपाईँ दिदी बहिनी जो जति हुनुहुन्छ, परमेश्वरले तपाईँलाई साँच्चै नै आशिषको रूपमा तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ। तपाईँहरूद्वारा आशिषको भल, आशिषको बाढी मान्छे बगाउन चाहनुहुन्छ र यसको लागि तपाईँहरू तयार हुनुहुन्छ। परमेश्वर वचनमा यसमा राख्छु, समय भइसकेको छ, अन्य गर्दिनँ। प्रभुलाई महिमा भएको यो वचनले तपाईँहरू हामी हरेकलाई चाहिँ आशिष दिनुभएको होस्। आमेन। जय मसीह। परमेश्वरलाई धन्यवाद छ। आज एकदम नामी नारीहरूको बारेमा वचन सुनेको छ, त्यसलाई एकदम अध्ययन गर्नुहोला। तर जो साराको बारेमा धैर्य भन्ने विषय राख्नु भनेको छ, राम्रो कुरो हो। साराको धेरै धैर्यहरू छ, धेरै राम्रो कुरो छन्। तर साराको एउटा कुरोमा अधैर्य छ है। तपाईँले ख्याल गर्नुहोस्, छोरी मान्छेले सिक्नुपर्ने कुरा, सारा के कुरोमा अधैर्य भयो भने परमेश्वरले तिमीबाट नै एउटा छोरा हुन्छ भने थियो। तर त्यो छोरा हुन्छ भन्दा भन्दै पट्टाइ लागेर अत्याएर धेरै वर्ष भएपछि आफ्नो कामरी आफ्नो बुढोलाई सुन्दै रहेछ क्या। त्यो छोरा इस्माइल जन्मेको छ। परमेश्वरले जुन प्रतिज्ञा गरेको छ त्यो पाउँछ भन्ने कुरोमा पक्कै स्थिर रहनु जरुरी छ है। साराले चाहिँ ल अब मबाट छोरा नपाउने भयो, परमेश्वरले पाउँछ भने पनि नपाउने भयो। अब ल बच्चाको लागि अब आफ्नो कामरी चाहिँ बुढोलाई दिएको छ है। यसरी हामी अलिकति हात्रै क्या यस्तो कुरोहरू भएको छ। आउनु सर प्रार्थना गर्नु। परमेश्वर पिता तपाईँलाई धन्यवाद दिन्छौँ। अहिले यो प्रिय समय हामीलाई तपाईँले एउटा असल हुन, धैर्यवान हुन, सहनशीलता हुन, तपाईँ प्रभुले जुन प्रतिज्ञा
गर्नुभएको छ त्यो कुरा पाउनको लागि हामीलाई अति धैर्य हुन आवश्यकता छ। हामीलाई ढिलो जस्तो लाग्ला, हामीलाई नपाउने जस्तो लाग्ला, हामीलाई प्रभु अब नहुने होला जस्तो हामीलाई त्यो पट्टै लाग्दो कुरो पनि हुनसक्छ। तर तपाईँले जुन कुरा प्रतिज्ञा गर्नुभएको छ त्यो कुरा पक्का हुन्छ, पाउँछ, मिल्छ भनेर हामी धैर्यवान हुनु जरुरी छ। परमेश्वरलाई धन्यवाद छ आजको वचनबाट यो मण्डली रूपी दुलाई साँच्चै नै यो छोरी मान्छेहरूको लागि विशेष गरी असल नारीहरूको बारेमा बताउनुभएको छ। साँच्चै नै त मण्डली पनि एउटा नारी हो, एउटा दुलाईको रूपमा तपाईँले ग्रहण गर्नुहुन्छ। यीशु ख्रीष्ट दुला अनि हाम्रो मण्डली दुलाई। अनि साँच्चै नै आज यो मण्डली रूपी दुलाईले आज तपाईँको दोस्रो आगमनको बारेमा प्रतीक्षा गरिरहनु, पर्खिरहनु सक्नुपर्नेछ। अनि प्रभु हामीले यात्रा गर्ने, पट्टै लाग्ने आतुरी गर्नु हुनुहुन्न। परमेश्वरलाई धन्यवाद दिन्छु। तपाईँ परमेश्वरले यो हामीलाई सबैलाई धैर्य धारण गर्नलाई